ल अब सुरु गरौँ। राष्ट्रिय जनगणना 2078 को आधिकारिक तथ्याङ्कमा आधारित यो विस्तृत विश्लेषण भर्खरै सार्वजनिक भएका यी रेकर्डहरूले हाम्रो देशको जनसङ्ख्या, शिक्षा र बसोबासको अवस्था कसरी द्रुत गतिमा परिवर्तन भइरहेको छ भन्ने एकदमै स्पष्ट चित्र देखाएका छन्। आउनुहोस् यी तथ्याङ्कभित्र लुकेका रोचक यथार्थहरू सँगै खोजौँ। आजको हाम्रो यो छोटो यात्रा मुख्य गरी 5वटा खण्डमा बाँडिएको छ। सुरुमा हामी समग्र जनसाङ्ख्यिक परिदृश्य हेर्नेछौँ, त्यसपछि जनसङ्ख्या र वृद्धि दर, साक्षरताको अवस्था, परिवार र विविधता र अन्त्यमा एउटा रमाइलो प्रश्नोत्तर पनि गर्नेछौँ है त। अब लागौँ पहिलो खण्डतर्फ, नेपालको नयाँ जनसाङ्ख्यिकीय चित्र। यहाँ हामी देशको समग्र अवस्थालाई एकदमै माथिबाट निहाल्नेछौँ। यो जुन आधिकारिक एटलस हामी हेर्दैछौँ, यसले समग्र देशको वर्तमान अवस्था झल्काउँछ। सङ्घीय संरचनामा गइसकेपछि यो पहिलो र एकदमै विस्तृत राष्ट्रिय तस्बिर हो, जसले हाम्रो देश अहिले कुन बिन्दुमा उभिएको छ भन्ने स्पष्ट आधार तयार पारेको छ। कुल जनसङ्ख्याको कुरा गर्दा अब हामी झण्डै 3 करोडको हाराहारीमा पुगेका छौँ। अझ सठिक रूपमा भन्नुपर्दा 2,91,64,578 जना। यसमा महिलाको हिस्सा 51.02% र पुरुषको 48.98% छ। यो तथ्याङ्कले समाजमा महिलाको निरन्तर बलियो उपस्थितिलाई मज्जाले दर्शाउँछ। तर यहाँनिर सबैभन्दा रोचक र सायद अलिकति अचम्म लाग्ने तथ्याङ्क भनेको यो 0.92% हो। खासमा यो हाम्रो वार्षिक जनसङ्ख्या वृद्धि दर हो, जुन 8 दशक यताकै सबैभन्दा कम हो। सोचौँ त, अघिल्लो दशकमा यो दर 1.35% थियो। यसरी ऐतिहासिक रूपमै तल झरेको वृद्धि दरले नेपालको जनसाङ्ख्यिक परिदृश्य कति छिटो बदलिँदैछ भन्ने सङ्केत गर्छ। दोस्रो खण्डमा प्रवेश गरौँ, जनसङ्ख्या वितरण र वृद्धि चरम अवस्थाहरू। अब हामी राष्ट्रिय तहबाट अलि तल झरेर विभिन्न क्षेत्र र जिल्लाहरूबीच अति धेरै असमानता छ भन्ने कुरा हेर्नेछौँ। अब यो तालिका हेरौँ त। जनसङ्ख्याको आधारमा सबैभन्दा ठूला र साना 5 जिल्लाहरू यहाँ राखिएका छन्। एकातिर काठमाडौँ एक्लैमा 20,41,000 भन्दा बढी मानिसको बसोबास छ, अनि त्यसपछि मोरङ, रूपन्देही, झापा र सुनसरी आउँछन्। तर अर्कोतिर हेर्नुहोस् त, मनाङ जिल्लामा जम्मा 5,658 जना मात्र बस्छन्। काठमाडौँको त्यो खचाखच भिड र मनाङ जस्ता हिमाली जिल्लाहरूको एकदमै पातलो बस्ती बीचको यो भिन्नता साँच्चै नै विशाल छ। वृद्धि दरको कथा झनै रोचक छ। एकातिर भक्तपुरमा सबैभन्दा धेरै अर्थात् वार्षिक 3.35% मानिस थपिरहेका छन्। रूपन्देही र चितवन पनि तीव्र गतिमा बढ्दैछन्। तर सुन्दा अचम्म लाग्न सक्छ, हाम्रा 34वटा जिल्लाहरूमा जनसङ्ख्या वृद्धि दर ऋणात्मक छ, अर्थात् त्यहाँ मानिसको सङ्ख्या घटिरहेको छ। रामेछापमा त सबैभन्दा बढी -1.67%ले जनसङ्ख्या ओह्रालो लागेको छ। मानिसहरू कसरी बसाइ सरेर हिँडिरहेका छन् भन्ने यो एउटा ठूलो प्रमाण हो। अझ सूक्ष्म तहमा गएर हेर्ने हो भने त यो खाडल हरेक तहमा देखिन्छ। गण्डकीको सबैभन्दा कम 0.25% छ। नगरपालिकाकै कुरा गर्दा काठमाडौँको कागस्वरी मनोहरामा वृद्धि दर 7.41% पुग्दा काभ्रेको चौरे देउराली गाउँपालिकामा -3.76% छ। विकास र अवसरको खोजीले गाउँ र सहरबीच ल्याएको यो ध्रुवीकरण एकदमै प्रष्ट छ। अब लागौँ तेस्रो खण्डतर्फ, साक्षरताको अवस्था र असमानता। मानव भूगोल र शिक्षाको पाटोबाट हेर्दा हाम्रो देशको अवस्था कस्तो छ त? देशको समग्र साक्षरता दर अहिले 76.2% पुगेको छ। तर प्रदेशअनुसार हेर्दा बागमती प्रदेश 82.1% सहित सबैभन्दा अगाडि छ। त्यसपछि क्रमशः गण्डकी, कोशी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली आउँछन्। तर गम्भीर हुनुपर्ने कुरा के छ भने सूचीको सबैभन्दा पुछारमा मधेस प्रदेश छ, जहाँको साक्षरता दर 63.5% मात्र छ। यो एटलस ग्राफिकले बागमती र मध्य प्रदेश बीचको त्यही फराकिलो खाडललाई प्रस्तुत गर्छ। शिक्षामा सबैको समान पहुँच पुर्याउनु अझै पनि हाम्रो लागि कत्रो ठूलो राष्ट्रिय चुनौती हो भन्ने कुरा यसले घाम जस्तै छर्लङ्ग पार्छ। जिल्लागत रूपमा त यो असमानता अझै टड्कारो देखिन्छ। काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र चितवन जस्ता शहरी केन्द्रहरू 83 देखि 89% सम्म साक्षरता दर कायम गर्दै शीर्ष 5 मा छन्। अर्कोतर्फ रौतहट जिल्ला 57.75% सहित सबैभन्दा पछाडि छ। त्यसैगरी महोत्तरी, सर्लाही, हुम्ला र बारा जस्ता जिल्लाहरूले शिक्षाको क्षेत्रमा निकै सङ्घर्ष गरिरहेको हामी यहाँ देख्न सक्छौँ। चौथो खण्ड,
परिवारको आकार र विविधता। अब नेपाली समाजको सबैभन्दा आधारभूत एकाइ परिवारको संरचना र हाम्रो जातीय विविधतामा आएका परिवर्तनहरूलाई हेरौँ। राष्ट्रिय रूपमा हेर्दा एउटा परिवारको औसत आकार घटेर 4.37 जनामा आइपुगेको छ। तर जिल्लाअनुसार कस्तो भिन्नता छ हेर्नुस् त। रौतहटमा एउटा परिवारमा औसत झण्डै 6 जना 5.94 जना सदस्य छन्। तर ठिक उल्टो गोर्खा र दोलखामा भने एउटा परिवारमा औसत 3.49 जना मात्र छन्। एउटै देशमा औसत परिवारको आकारमा भएको यो झण्डै 2.5 जनाको अन्तरले हाम्रो बदलिदो जीवनशैलीलाई प्रतिबिम्बित गर्छ। अब नेपालको जातीय संरचनाको कुरा गरौँ। हाम्रो देशमा 142वटा जात-जातिहरू रहेका छन्। पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा ठूलो हिस्सा क्षेत्री समुदायको छ, जुन 16.45% हो। त्यसपछि क्रमशः ब्राह्मण 11.29%, मगर 6.9%, थारू 6.2% र तामाङ 5.6% रहेका छन्। यो हाम्रो देशको सुन्दर विविधताको वास्तविक चित्र हो। अन्तिम खण्ड जनसाङ्ख्यिक मूल्याङ्कन। हामीले भर्खरै एकदमै महत्त्वपूर्ण तथ्याङ्कहरू हेर्यौं। अब यी कुराहरू कतिको याद भयो त? आउनुहोस् एउटा छोटो तर रमाइलो प्रश्नोत्तरतर्फ लागौं। ल, पहिलो प्रश्न। 2078 को जनगणना अनुसार नेपालको 8 दशककायताकै सबैभन्दा कम वार्षिक जनसङ्ख्या वृद्धि दर कति हो? याद छ? यसको सही उत्तर हो 0.92%। दोस्रो प्रश्न। 20 लाखभन्दा बढी मानिसको बसोबास रहेको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो? यो त पक्कै मिलाउनु भयो होला। सही उत्तर हो काठमाडौँ। तेस्रो प्रश्न अलिकति सूक्ष्म तहको छ। कुन गाउँपालिकाको वार्षिक जनसङ्ख्या वृद्धि दर सबैभन्दा कम अर्थात् -3.76% रहेको छ? अघि भर्खरै हामीले हेरेका थियौं नि। यसको उत्तर हो काभ्रे-पलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका। चौथो प्रश्न। समग्र साक्षरता दर 63.5% सहित सूचीको सबैभन्दा पुछारमा रहेको प्रदेश कुन हो? यो महत्त्वपूर्ण तथ्यको उत्तर हो मध्य प्रदेश। पाँचौं प्रश्न। सबैभन्दा ठूलो औसत परिवार आकार रौतहटमा छ, तर सबैभन्दा सानो औसत परिवार आकार अर्थात् 3.49 जना कुन कुन 2 जिल्लामा छ? यसको सही उत्तर हो गोर्खा र दोलखा जिल्ला। छैठौं प्रश्न। भर्खरै प्रस्तुत गरिएको तथ्याङ्क अनुसार नेपालमा क्षेत्री जातिको कुल जनसङ्ख्या प्रतिशत कति छ? पक्कै पनि यसको उत्तर हो 16.54%। र अन्त्यमा मनन गर्नको लागि एउटा गम्भीर प्रश्न। खुम्चिँदै गएको परिवारको आकार, ऋणात्मक वृद्धि दर भएका 34वटा जिल्लाहरू र द्रुतगतिमा सहरतर्फ केन्द्रित भइरहेको जनसङ्ख्याले नेपालको आगामी आर्थिक र सामाजिक भविष्यलाई कसरी आकार देला? यी तथ्याङ्कहरू खाली पानामा लेखिएका अङ्कहरू मात्र होइनन्। यिनीहरूले हाम्रो देशको बदलिदो कथा भनिरहेका छन्। यो विस्तृत विश्लेषणमा सँगै रहिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। तथ्य र तथ्याङ्कको यथार्थ खोज्ने यो यात्रा निरन्तर जारी रहनेछ।